उपस्थित सम्पूर्णमा नमस्कार। म विजय राणाभाट र म मुक्तकहरू सुनाउन चाहन्छु। पहिलो मुक्तक। आउँदा जाँदा भएको खर्च मैले बेहोर दिन्छु, बीचमा खाजा खाएको खर्च मैले बेहोर दिन्छु। आउँदा जाँदा भएको खर्च मैले बेहोर दिन्छु, बीचमा खाजा खाएको खर्च मैले बेहोर दिन्छु। मलाई सधैँ नराम्रो देख्नेहरू आँखा जचाउ, अस्पतालमा लाको खर्च मैले बेहोर दिन्छु। पहिलो मुक्तक। दोस्रो मुक्तक। सुनियोजित काम होस् एउटा विकल्पमा, अनि तिम्रो निधराम होस् एउटा विकल्पमा। सुनियोजित काम होस् एउटा विकल्पमा, अनि तिम्रो निधराम होस् एउटा विकल्पमा। धोखेबाज को हो भन्ने लोकसेवाको प्रश्नमा तिम्रो पनि नाम होस् एउटा विकल्पमा। तेस्रो मुक्तक। लगाई तन मन वचन पढाइ राखी होली, कमाउनलाई प्रशस्त धन पढाइ राखी होली। पढ्ने दिवस जो छ, लगाई तन मन वचन पढाइ राखी होली, कमाउनलाई प्रशस्त धन पढाइ राखी होली। माया गर्न नजानेको भन्दै मलाई छाडे किले, अचेल पिरतीको ट्युसन पढाइ राखी होली। र अन्तिम मुक्तक। अलिकति कोल्टे फेरि मुस्कुराए पुग्छ, मनले तिमीलाई ठानी मेरी मुस्कुराए पुग्छ। अलिकति कोल्टे फेरि मुस्कुराए पुग्छ, मनले तिमीलाई ठानी मेरी मुस्कुराए पुग्छ। नामी बन्न हो वर्षौको मेहनतले नि नपुग्ने त, बदनाम हुन तिमीलाई हेरी मुस्कुराए पुग्छ। धन्यवाद, नमस्कार।